एनसेलको 50 रुपियाँको पनि लोन नलिने म आज नेपालमै बसेर 50 लाखको लोन लिएर यति धेरै बिजनेसहरू गरिरहेको छु। कसरी होला त? हाई गाइज, दिस इज मी गुमसुम र आज म हजुरलाई यो भिडियोमा देखाउने छु नेपालमै बसेर बिजनेस गर्न कतिको सजिलो छ भनेर। उठ्ने बित्तिकै दबाईहरू खाएर आज दिनभरिको टास्कहरू नोट डाउन गरेर म रेडी भएर लाग्दैछु अफिस तर्फ। बट त्यो भन्दा अगाडि म जाँदैछु चिनो। चिनो चाहिँ नेपालको वान अफ द भेरी रिनाउन्ड क्लोदिङ ब्रान्ड हो, जसलाई चाहिँ पूर्वमा लिएर आउने सपना मैले धेरै दुःखले पुरा गरेको छु र मैले चाहिँ इटहरीमा चिनोको आउटलेट पनि खोलेको छु। अनि यहाँ आएर चाहिँ लुगाहरूको अरेन्जमेन्ट के कस्तो भएको छ सबै कुराहरू हेरेर ओरेर अनि मेरो यहाँ थोरै कामहरू पनि थियो, त्यो मैले सबै सकाएर अब लाग्दैछु मेरो अफिस तर्फ। अनि रिसेन्टली मेरो एक्सिडेन्ट पनि भएको थियो अनि दबाईहरू पनि खाइरहेको छु, धेरै हिँड्न पनि हुँदैन र पनि के गर्नु, हिँड्नै पर्छ, गाह्रै छ। अनि अलिअलि बिरामी पनि छु, ज्वरोहरू आएर कोल्डहरू पनि लागिरहेछ, त्यही भएर अलिक डाउन पनि देखिरहेको छु। र म फाइनली आइपुगेको छु मेरो अफिस लालपूर्जा नेपाल, जहाँ चाहिँ हामी गर्छौँ घर जग्गाको कारोबार र एकदमै ट्रस्ट वर्दी कम्पनी भनेर पनि तपाईँहरूले चिन्नुहुन्छ हामीलाई। अनि अफिस आएर चाहिँ यहाँ अलिअलि कामहरू थियो त्यो सकाएँ। अनि आज बेलुका चाहिँ हाम्रो मिटिङ पनि थियो, त्यसको लागि पनि धेरै कुराहरू प्रिपेयर गरेँ। अनि त्यस पछाडि दिउँसो खाजा खाने टाइम भयो अनि एकदमै भोक पनि लागिरहेको थियो। अनि हामीले चाहिँ किचनमा सुई आफै किचनमा खाना बनाएर खाइरहेको हुन्छौँ। अनि यसरी नै हामीले सबैजनाको लागि एकदमै मिठो खालको चाइनिज स्टाइलको फ्राइड राइस बनाएको थियौँ। त्यसपछि हाम्रो कर्पोरेट मिटिङ सुरु भयो। मिटिङमा चाहिँ हामीले यो मन्थको टार्गेट, हाम्रो गोल कसरी सेट गर्ने, म्यानेजमेन्टदेखि लिएर कम्पनीको डिफ्रेन्ट डिपार्टमेन्ट्सदेखि लिएर अरू सबै कुराहरू गऱ्यौँ। अनि यो मिटिङ चाहिँ हाम्रो कोर मिटिङ पनि थियो, महिनाको फर्स्ट हाम्रो सधैँ मन्थली मिटिङ हुन्छ, मन्थली मिटिङ पनि थियो। मिटिङ सके पछाडि चाहिँ अब हामी सबैजना घरतर्फ लाग्ने तयारी गर्दैछौँ। तर म घरतर्फ लाग्नुभन्दा अगाडि चिनो जाँदैछु। म चाहिँ प्रायः चाहिँ बेलुका चिनो आइरहेको हुन्छु, कुनै बेला दिउँसो कुनै बेला बिहान, एकछिन भए पनि आउन चाहिँ आइरहेको हुन्छु। अनि आज चाहिँ चिनोमा पनि स्पेसल मिटिङ थियो, किनभने नयाँ स्टाफहरू पनि हामीले एड गरेको छौँ। अनि त्यसको लागि पनि हाम्रो सानो मिटिङ पनि थियो। अनि मिटिङ सकाएर बिजनेस र ब्रान्डको ग्रोथको लागि चाहिँ म यहाँ रिसर्चहरू गर्न एकैछिन बसेँ। अनि काम सकाएर चाहिँ म लागेँ घरतर्फ। आज घर आउने बित्तिकै पनि म कस्तो गलेको थिएँ, खानाहरू खाएँ अरे। अनि त्यसपछि बेड मिलाउनु पर्यो भनेर आएँ। म कति मान्छेहरूको भिडियोज देखिरहेको हुन्छु होइन, कस्तो मजाले बेडलाई मिलाएर एस्थेटिक बनाएर राखिरहेको हुन्छ। अनि म बुझ्नै सक्दिनँ कसरी सक्छन् होला। मेरो चाहिँ फेरि बेड हेर्नुभयो भने यति मेसी हुन्छ, मेरो डायरी, टिस्यु, दबाई, हट वाटर ब्याग, ल्यापटप, चार्जर, तार यति धेरै मेसी भइरहेको हुन्छ मेरो बेड। अनि आज चाहिँ बेडलाई मजाले मिलाएर बेडसिटहरू चेन्ज गरेर ओरेर सुत्ने डिसिजन गरेँ। अनि मैले चाहिँ जहिले राति निन्द्रा लाग्छ भनेर चाहिँ यो वाला लाइट बालेर सुत्ने गरेको छु क्या। मलाई राति प्रायः निन्द्रै लागिरहेको हुँदैन, क्यान्डल पनि बालेर सुत्छु। अनि आफूलाई मनपर्ने सेलिब्रिटिजहरूको पोडकास्टहरू पनि हेरेर सुतिरहेको हुन्छु। र पनि रातिको 1 बजेर कति मिनट गइसक्यो, निन्द्रै लाग्दैन, कति कुराहरू हेर्छु, रिसर्च गर्छु, लेख्छु ओर्छु। नेपालमा लोन लिएर बिजनेस गर्न त्यति सजिलो छैन नि, धेरै कुराहरू सेक्रिफाइस गर्नुपर्ने हुन्छ र राइट टाइम आएपछि सबै कुरा आफै ब्यालेन्समा आउँछ।